नमस्ते सम्पूर्ण दर्शक वृन्दहरूलाई म गम बैम्बो मगरको तर्फबाट साहित्यिक अभिवादन टक्राउन चाहन्छु। दर्शक वृन्दहरू, सदा झैं आज पनि यहाँहरूमाझ एउटा कविता लिएर उपस्थित भएको छु। मेरो कविताको शीर्षक रहेको छ नारी निर्जीव वस्तु होइन। शोकेसभित्र सजाइएको कुनै आकर्षक गुडिया होइन म। शोकेसभित्र सजाइएको कुनै आकर्षक गुडिया होइन म। नारी कुनै निर्जीव वस्तु होइन। तपाईका जस्तै मेरा पनि छन् सबै इन्द्रियहरू। तपाईका जस्तै मेरा पनि छन् सबै इन्द्रियहरू। मेरो पनि छन् चेतनाहरू। तपाईलाई जस्तो मलाई पनि महसुस हुन्छ दुखाइको पीडा, इज्जतको लाज शरम। मेरो पनि छ इज्जत, फरक तपाईको जति नहोला। जो तपाईको अस्तित्व छ मेरो पनि आफ्नै अस्तित्व छ। अझै म भन्छु हामी दुवैको सह अस्तित्व छ। नारी र पुरुष बीच जसलाई जोगाइराख्नुपर्छ। तपाई पुरुष र म नारी, तपाई पुरुष र म नारी। सृष्टिलाई सुन्दर बनाउन यसलाई निरन्तरता दिन दुवैको जरुरत छ। यो ब्रह्माण्डमा आधा आकाश नारीको पनि हो। पितृसत्ताको आडमा पुरुषत्वको दम्भ देखाएर, पितृसत्ताको आडमा पुरुषत्वको दम्भ देखाएर नारीलाई दास देख्ने दृष्टिकोण तपाईहरूले परिवर्तन गर्न जरुरी छ। नारी शक्तिलाई कम आकलन नगर्नुहोस्। नारी शक्तिलाई कम आकलन नगर्नुहोस्। नारीविहीन समाजमा तपाईको संसार कस्तो हुन्थ्यो? नारीहरू कुनै बिक्रीका वस्तु होइनन्। नारीहरू कुनै बिक्रीका वस्तु होइनन्। नारीहरू सृष्टिका एक अभिन्न अङ्ग हुन्। हे मूर्ख पुरुषहरू हो, हे मूर्ख पुरुषहरू हो। संसारका सुन्दर नारीहरूलाई तपाईका कलुषित नजरहरूले नग्न मात्र देख्छ होला। बरु म देख्दैछु, हो बरु म देख्दैछु तपाईका दृष्टिकोणमा नग्नता। ए पुरुषहरू हो, मलाई म भएर बाँच्न मन छ। ए पुरुषहरू हो, मलाई म भएर बाँच्न मन छ। मलाई तिम्रो स्वार्थपूर्ण पूर्तिका लागि, मलाई तिम्रो स्वार्थपूर्ण पूर्तिका लागि निर्जीव वस्तुसँग तुलना गर्ने हिम्मत कसरी गर्छौ? धन्यवाद।